म चाहिँ 20 गरी हैन म म्याक्सिमम पुरै अनुहार त पुरै रातो। सो वेलकम टु आवर च्यानल। म चाहिँ आइसकेको छु एउटा नयाँवाला भिडियो लिएर र आज चाहिँ म धेरै दिनपछि आइसकेको छु भिडियो बनाउनको लागि। अस्ति एउटा मैले कपाल काट्ने वाला भिडियो बनाएको थिएँ, त्यहाँदेखि चाहिँ मैले भिडियोमा केही पनि हालेको थिइनँ। अनि अब चाहिँ मेरो इक्जाम चलिरहेको थियो, इक्जाम सिद्धो अब इक्जाम सिद्धो अनि त्यसपछि अब म भिडियो बनाउन थालिरहेको छु होइन। अनि यो मेरो क्यामेरा अटोमेटिक ब्लर हुन्छ कि के भयो। अनि अब चाहिँ म यहाँ यो ठाउँमा चाहिँ मैले धेरैचोटि भिडियो बनाइसकेको छु। अनि अबदेखि चाहिँ म रेगुलर बनाउने प्रयास गर्ने छु होइन। म जति सक्छु त्यति नै भिडियो चाहिँ म हावा पानी जस्तो पनि बनाइदिन्छु होइन, हावा बनाइदिन्छु होइन, त्यही म भिडियो बनाउने गर्छु होइन। मेरो आफै उयो हुन्छ यार, ब्लर के भएको थियो क्या, मोबाइलै खराब भइसकेको छ। अनि मेरो मोबाइल कुनै बेला भिडियो खिच्दाखेरि यस्तो तातिन्छ, कुनै बेला ह्याङ हुन्छ होइन। अनि तपाईँले देख्नु अनि त्यही होला अब हामी अलिकति यहाँ हिँड्नेछौँ। अनि हल्का एक्सर्साइज पनि हामीले गऱ्यौँ भने हजुरहरूलाई देखाइदिउँला। अब गरिनौँ भने गऱ्यौँ, त्यही हो, गरेन देखाइदिउँला। अब गरेन भने गरेन हिँडेको देखाइदिउँला होइन। अनि म यत्रो हावा कुरा बोलिरहेको छु, त्यसको लागि चाहिँ अब माफ गरिदिनु ल। अनि लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु ल होइन। ल त्यही हो, ल जाउँ। के गरिसकेको छु यो पनि अस्ति एक्सर्साइज गर्न थाल्यो त्यहाँदेखि होइन अलिकति खाना खाने अमन्न लाग्छ मलाई। त्यो चाहिँ दिमागमा त्यो कमजोरी भयो, त्यो दिमागी अवस्थामा होइन पेट अगाडि जस्तो लाग्छ, टन्न अब भइसक्यो अब खाना सक्दिन जस्तो लाग्छ। त्यो त दिमागमै अवस्था कमजोर हो। मासु ल्याएर खान्छु मैले फेरि थप्पी तपाईँले यहाँ के भनिरहेको होइन, मोटे भएर यो पहिला यस्तो दुब्ला पातलो थियो, यो काम म भन्दा नि लुतरिया थियो होइन यो। अनि यसले चाहिँ यो खाँदा टेन्सन नलिकन यसले खाँदा गिद्दा यस्तो मोटाइ टेन्सन नभएर मैले के भयो हल्ला नगर भन्ने छु, मैले यसलाई लिएर आएपछि यसले हरकत गरिहाल्छ, सड्किएको छ, दिमाग सड्किएको छ। Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now, I made mistakes but now I don't ever wanna be alone. I don't really ever feel at home. On my own, in the zone. That's the only way I know. यसको चाहिँ दिमागमा एक थोपाको पनि म्याचुरिटी नै छैन। यो के यस्तो हरकत गर्छ यसले। यो बोतल देख्यो भने सिसा फुटाउने, त्यो के देख्यो भने केही म्याचुरिटी नै छैन। हेर्न सक्नुहुन्छ तपाईँहरू, यसको बुद्धि भनेको एक पैसाको छैन। मेरो दिमागमा धेरै पैसा गाइस। अनि कामै हेर्ने यसको बुद्धि सुद्धि गयो भाडमै आज। अनि मोटाएर यसले एक्सर्साइज गर्न थाल्यो। नभए यसले सुते गर्छ दिनभरि। यो त्यो शनिबार छुट्टी हुने बेला चाहिँ 8-9-10 बजीतिर उठ्थ्यो क्यार, 7-8 बजीतिर उठ्थ्यो। अनि अल्छी मोटाएर यसको यो हालत खराब भएर यसलाई घरमा गाली गर्नु भयो क्यार। अनि यसले अनि कुद्न एक्सर्साइजहरू गर्न थालेको छ। एक्सर्साइज होइन, मेरो हल्का मेरो बोलीको स्पिडै तेज छ भन्नुहुन्छ मलाई। अनि मैले यो भिडियो त्यो हेर्छु नि एडिटिङ गर्ने बेला, अनि के कुरै बुझिरहेको हुँदैन मलाई, अचम्म लाग्छ साँच्चै नै हो। अनि मलाई त्यस्तै स्पिड घटाउनु पर्ने भनेर अहिले स्लो गर्ने। त्यही होला, यहाँनिर तपाईँहरूलाई म अलिअलि सिनहरूको पनि देखाउने। I don't really understand, need help. I don't wanna be left on the shelf. Couldn't even hear me if I yelled. It's so cold outside. I'm alone, I'm alright. It's so cold. अब चाहिँ हामी चाँडो गइरहेको छौँ होइन। हामी चाहिँ म भिडियो बनाउँदा हामी नै पुगेको छैन होइन। अब हामी के गरेर हामी चाँडो गएको भए चाहिँ हामी चाँडै पुग्थ्यो होला। ल हामी कुदी जान्छौँ र कुदौँ, दौड बेस गिटा दौड चाँडो। यो मोटै कुद्नु नस्तो किरा, दिनमा क्यामेरा बोकेर दौडिरहेको छु म। सिटाङ मोटै दौडिरहेको थिएँ, सिटाङ दौडियो। क्यामेरा ब्लर भयो, दोस्त यार, क्यामेरा ब्लर भयो कि। र अहिले चाहिँ हामी बाटोमा आइसकेका छौँ। अनि उतातिर चाहिँ मलाई भिडियो बनाउनलाई चाहिँ लाल लागिरहेको थियो, मान्छेहरू हिँडेको थिएँ। अनि त्यो ट्र्याक्टर पनि आइरहेको थियो होइन, तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि यहाँ यत्रो ठुलो पोल छ होइन, यो चाहिँ हामीसँग पर्ने एउटा केटाको बारी जग्गा हो होइन। त्यसो घर चाहिँ अलिक तलतिर, तर जग्गा चाहिँ त्यसको हेर्नु पोल। अनि यहाँनिर चाहिँ मौरी, यो मौरी हाल्ने फेरि मेरो अर्को साथीको बाउ होइन। यो जग्गा हामीसँग पर्ने एउटा केटाको। अनि त्यसपछि त्यो मौरी चाहिँ फेरि त्यो एउटा पहिला 10सम्म पर्ने साथी किन। यहाँ सुँगुर पनि छैन, सुँगुरवाला पनि त्यो चाहिँ मेरो साथी किन। अनि एउटा सुँगुर के पनि पाल्नु भएको छ होइन। त्यो पनि एउटा मेरो 10सम्म पर्ने साथीको बुझ्नु भएन। जग्गा चाहिँ हामीसँग 12सम्म पर्ने 12मा पर्ने केटाको। अनि यो मौरी चाहिँ
10मा पनि छ एउटा 10मा पनि अनि अर्को साथी यो चाहिँ यो के अरे सुँगुर फार्म होइन पारी चाहिँ नुन थर रहेको छ हजुरले देख्नुहुन्छ नि यहाँ घरहरू चाहिँ मलाई लाग्यो म बन्द गरिरहेको छु धन्यवाद I'm alone, I'm alright. अनि यो तपाईँहरूले देख्न सक्नुहुनेछ यो खोला चाहिँ बागमती खोला होइन यो चाहिँ काठमाडौँबाट आएको हजुरहरूले चाहिँ काठमाडौँमा चाहिँ सुन्नुभएको र फेमस एकदम फेमस होइन पशुपतिनाथको साइडबाट गएको होइन अनि हाम्रो चाहिँ बागमती खोला हो यहाँनिर हाम्रो सर्लाही जिल्लाको होइन अनि एकदम यहाँनिर ठुलो सर्लाही अनि यो त्यो घरहरू देखेको त्यो रौतहट भयो अनि यो चाहिँ हामी यहाँनिरको चाहिँ सर्लाही भयो होइन हाम्रो घर चाहिँ सर्लाही जिल्लामै छ होइन अनि यहाँ चाइना पुल पनि छ अगाडि हल्का त्यो तपाईँले नदेख्नु भएको त्यहाँ पुलहरू छ अनि त्योभन्दा अगाडि पनि उता महेन्द्र राजमार्गको पुल छ हल्का अगाडि यो मेरो क्यामेरा राम्रो भयो त म देखाइदिन्थेँ होला होइन राम्रो अब भ्युज धेरै ल्याइदिउँ न यसमा धेरै सब्सक्राइब यसमा 1-2 मिलियन भ्युज आयो भने म किन यसै भिडियोहरू किन त थाहा छैन कति पैसा होइन ल हामी यहाँ चाहिँ एक्सर्साइजहरू गर्छौँ हल्कातिर ल त्यही हो ल हामी एक्सर्साइज गरेर देखाउनेछौँ हजुरलाई ल जाउँ ल अहिले चाहिँ साँझ पर्न थालिसकेको छ अनि म यहाँनिर चाहिँ अगाडि पुलअप गर्न थालिरहेको छु अनि मान्छेहरू पनि छ नि पछाडि मलाई लाग्दा त्यहाँ बोल्न लागि यहाँ म पुलअप गर्ने छु यो पनि धेरै हाइट त धेरै मेरोभन्दा देखा त खिच्दै म धेरै पुलअप त होइन धेरै चाहिँ धेरै 4 देखि 5 पनि मरेर गरौँला त्यही हो मेरो यहाँबाट गइरहेको छैन अनि मेरो हाइट के तार बाँध्यो कहीँ हुँदैन त तार छ करेन्ट यहाँ गरेँ करेन्ट यता होइन अब म यहाँ पुरा यहाँ पनि हेर्नु हाइट हेर्नु कति हेऱ्यो होइन म यसै पछाडिबाट गर्छु त्यहाँबाट तर त्यता किन हाइडेनको कति हेर्नु पर्छ क्या योभन्दा बेसी म गर्न सक्दिनँ है 4-5 गरेँ मैले राम अब यसले गर्छ गर्छ कसरी गर्नु हावा कुरा गरेर मेरो यहाँ हातै गल्यो मोबाइल पनि यहाँ गयो यो मोटेलले जम्प पनि हान्नु भएन यो चढ्न सकेर होइन हामीले पुल गर्छ 1 2 3 4 5 यसले मभन्दा बेसी गर्छ अस्तिसम्म यसले 2 पनि सक्दैन थियो तर कति सकिस् है अस्ति सुरुमा कति सक्दिस् 1-2 सक्दै 1 पनि मरी गर्थ्यो यसले अहिले त मलाई जितिसक्यो मैले त पहिला पनि 4-5 गर्थेँ अहिले पनि 4-5 भयो यसले 1 महिना चाहिँ रेगुलर गर्यो 4 बढाएँ हात पनि म यति मोटो छ तर ज्यान पनि मोटे त कति किलो 62 है कति किलो आयो 62 म चाहिँ मलाई 55 को एराउन्डमा होइन त्यसलाई हल्का पुसअप गर्छौँ नि अनि हामी घरतिर चाहिँ लस्किन्छौँ होइन अनि मेरो यो स्टोरी चाहिँ घटला मैले अस्ति पुरै डिलिट गर्दा 5-10 GB चाहिँ खाली बनाइदिएको थिएँ त्यो पनि भरिहाल्छ कि मैले के हावा कुरा डाम उयो गरेर राख्छु अनि त्यही भएर ल अब हामी पुसअप गर्नेछौँ है ल अब चाहिँ म हल्का पुसअप गर्छु अनि त्यसपछि हामी घरतिर लस्किन्छौँ होइन अनि धेरै लामो पनि भिडियोलाई नबनाऊँ ल समात क्यामेरा होइन मोबाइल ओके ब्रदर चप्पललाई चाहिँ म साइडतिर लगाइदिन्छु चप्पल चाहिँ नहेर्नु मेरो काम लगान ठेरिदिन्छु त बुझ्नु त यसरी म 150 गर्छु हजुर सिधा हेरिदिनु होला अब त्यही हो अनि धेरै टाढा पनि नदेखिस् ठिक्क देखिस् भयो नि त म चाहिँ 20 गरेँ होइन म म्याक्सिमम पुरै अनुहार त पुरै रातो हातै पुरै उठ्नै नसक्ने गरेर भने चाहिँ म लगभग 30 जति गरिदिन्थेँ होला पुरै म्याक्सिमम ऱ्याप चाहिँ तर मैले म्याक्सिमम चाहिँ गरिनँ 20 मात्र गरेँ ल त्यही हो ल अब हामी चाहिँ घरतिर लस्किन्छौँ है अनि म घर गएपछि चाहिँ हजुरहरूसँग बोलौँ यसलाई भिडियोलाई बन्द गरौँ एन्ड गरौँ होइन ल त्यही हो ल अनि लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला अनि यो भिडियोमा 1-2 मिलियन भ्युज आयो भने चाहिँ म एउटा आइफोन किन्छु त्यो भ्युजको पैसाले मजा गरेँ ल जाउँ ल हामी गयौँ है अब घर अब हामी म योभन्दा बेसी गर्न सक्दिनँ ल अब हामी घर गएपछि हजुरलाई भेटौँ न अहिले चाहिँ हामीले अचम्मको चिज देखिसकेको छ होइन अहिले म बाटो हिँडिरहेको थिएँ यो बाटो यो लड छ भनेर यो यहाँनिर त खरले पो बाँधे खरले यो के हो यो खर के हो यो तल केही अडिएको पनि छैन अनि यहाँ खरले बाँधेर
के हो यो किन अच्छा सो अहिले चाहिँ म घरमा नि आइसकेको छैन अनि अहिले आउने बेलामा चाहिँ पुरै दौडिँदै आएको अनि पुरै जिउ त गलेर मर्ने बेला भइसकेको छ पुरै दौडिँदा जिउ गलेर खतम हुने बेला आइसकेको छ अनि मैले फ्रन्ट क्यामेराबाट खिचिरहेको छु क्वालिटी नराम्रो हुन्छ थाहा छैन मलाई अहिले हल्का मैले मुसुक धोएँ अनि भिडियो हेरिदिनुभएकोमा धन्यवाद थ्याङ्क सो मच फर वाचिङ आवर भिडियो होइन भिडियो हेरिदिनुको धेरै धन्यवाद ल लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होइन अझै सकेसम्म अनि म रेगुलरली भिडियो बनाउने प्रयास चाहिँ गर्नेछु अब रेगुलर नसके पनि म भिडियो चाहिँ बनाइरहने प्रयास गर्छु ल थ्याङ्क सो मच फर वाचिङ थ्याङ्क फर सपोर्टिङ बाई बाई हेरिदिनु भएको धेरै धन्यवाद हजुरलाई ल बाई बाई Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant.